पहाडको काखमा बसेको एउटा सानो, शान्त र हरियालीले भरिएको गाउँ थियो। न मेला मेहनतको भिड, न शहरको कोलाहल। बिहान सबेरै पहिले कुकुर भुक्ने अनि कुखुरा बास्ने आवाजले गाउँ बिउजिन्थ्यो। त्यही गाउँको पूर्वतिर हाम्रो दृष्टिले छुनै नसक्ने जङ्गलले घेरेको एक ढुङ्गामय डाँडामाथि एक बुढाबुढीको सानो घर थियो। घर बाहिर पहेँलो र सेतो रङ्गमा छापिएको पुरानो चिटिक्क परेको छानो, भत्किन लागेको ढुङ्गे भित्ताले उनीहरूको आर्थिक अवस्था झल्काइरहेको थियो। तर त्यो घरमा धनभन्दा ठूलो मन बस्थ्यो। बुढाबुढी जीवनभर गाई पालेर बसेका थिए। गाउँभर गाईवाला दम्पति भनेर चिनिन्थे। दम्पतिको नाम हीरा बहादुर र मैनाकल्ली। उमेरले दुवै छुकेका थिए, तर अनुहारमा चम्किन्थ्यो मिठो हाँसो, माया र धैर्य। धेरैसँग उनीहरूले जीवनले दिएको दुःख कष्टका कथा बाँडेका थिए, तर कहिल्यै कसैलाई सुनाएर गुनासो गरेका थिएनन्। हरेक बिहान नयाँ आशा लिएर आउँछ, के गुनासो गर्नु, हीरा बहादुर मुस्कुराउँदै भन्थे। उनीहरूको मुख्य आय स्रोत छिमेकी गाउँघरमा दूध बेच्ने। गाईहरू त्यति धेरै थिएनन्, मात्र 5वटा। तीमध्ये 2 बुढी, 2 जवान र एउटा गर्भवती। बुढाबुढीको सबैभन्दा मनपर्ने भनेकै त्यो गर्भवती गाई कालो सानो। कालो सानो आएको दिनदेखि नै उनीहरूले उसलाई आफ्नै छोरी जस्तै हेरेका थिए। मैनाकल्ली बिहानै उठेर कालो सानोलाई कपाल समातेर सुमसुम्याइदिन्थिन्। बस्न मेरी छोरी, चाँडै बाबु नाता थाइलिदेऊ भनेर हाँस्दै कुरा गर्थिन्। बिहानको पहिलो काम गोठ सफा गर्नु। गोठ सानो थियो, तर धेरै मेहनत बिना चल्दैनथ्यो। गोठको भुइँमा सुकेको गोबर, घाँसका थुप्रा अनि गाईको रातभरको ओसिलोपन, यही सबै हटाएर उनले नयाँ दिन सुरु गर्थे। मैनाकल्लीले पानी तताउँदै भन्थिन्, हीरा, आज त लाग्छ पानी झर्नेवाला छ है, गाईलाई जङ्गलमा नलगाए पनि हुन्छ। हीरा बहादुरले आकाश हेर्दै जवाफ दिन्थे, एकैछिन त भन्छौ नि, मौसम त यतिखेर कसले बुझ्ने। यी साना संवादले उनीहरूको जीवनमा माया, बानी व्यवहार र सन्तोषले बनाएको संसार कतिको सरल र पवित्र छ भन्ने देखाउँथ्यो। गाउँका धेरै मानिसहरू कामको लागि शहर गए, तर यी दम्पतिले गाउँ नै रोजे। हामीलाई शहरको धुवाँमा बस्न सकिन्न, हाम्रो संसार त यही छ, उनीहरू भन्थे। अन्ततः उनीहरूको मन कहिल्यै घर, गाउँ, जङ्गल, गोठ र गाईभन्दा टाढा बस्न चाहेन। त्यो दिन पनि उस्तै थियो। घाँस मात्र चिसो थियो, हावा हलुका थियो र जङ्गलतिर चरण लैजानु पर्ने थियो। 5 गाईलाई एक एक गरी कर्याउँदै गोठबाट उतारेर बुढाबुढी मैदानतिर लागे। बाटो भिरालो थियो, तर गाईहरूले ठाउँ ठाउँमा रोकिएर सुँग्ने, बेला बेलामा टुप्पो उठाएर हेर्ने अनि फेरि अघि बढ्ने गर्थे। यी गाई पनि कति माया गर्छन् है, मैनाकल्लीले भनिन्। गाईसँगको उनीहरूको त्यो सम्बन्ध अद्भुत थियो। पैसा कमाउने साधनभन्दा बढी गाईहरू उनीहरूको परिवार थिए। गोठमा गाई आउने बित्तिकै मैनाकल्ली झिल्लिएर गाईलाई बोलाउँथिन्, कालो सानो, कति मोटाउनु भो, बच्चा दिन लाग्यो कि कस्तो कस्तो भारी भयो। हीरा बहादुरले टोलाउँदै उत्तर दिन्थे, यही महिना बुझिन्छ, हामीलाई त छोराछोरी छैनन्, अब त हाम्रो नाति नै आए जस्तो लाग्छ। 2 जनाको जीवन यसै बिहान उठ, गाई समाल, दूध निकाल, बजार लग भन्ने चक्रमै घुमिरहन्थ्यो, तर उनीहरू खुसी नै थिए। गाउँका धेरै मानिसहरूले नजिकै एउटा ठूलो गोठ बनाउँदै दूध व्यवसाय बढाउँदै पैसा कमाइरहेका थिए, तर डिलमा बसेका यी बुढाबुढी चाहिँ धन दौलतको लोभमा कहिल्यै परेका थिएनन्। त्यही दिन साँझ जब उनीहरू गोठ सफाई गर्दै थिए, कालो सानो अचम्मको आवाज निकाल्न थाल्यो। उसको पेट चलमलाए जस्तो लाग्थ्यो। मैनाकल्ली दौडेर गइन्, हीरा, केही त हुँदैछ, कालो सानो आज अलि अस्वाभाविक छ। हीरा बहादुरले ध्यान दिएर हेरिदिए। गाईको आँखामा कुनै डर थिएन, तर शरीर कामिरहेको थियो। दुवै चिन्तित भए, तर मनमा एउटा आशा पनि जन्मियो, सायद यही रात नयाँ जीवनको आगमन हुनेछ। उनीहरूले गोठको ढोका मजबुतसँग बन्द गरे, सुक्खा घाँस थपिदिए अनि कालो सानोलाई हातमा समाएर सुमसुम्याउँदै भने, नडर है छोरी, हामी तिमीलाई केही हुन दिँदैनौ। उनीहरूलाई थाहा थिएन रातले उनीहरूको जीवनमा नयाँ मोड ल्याउन लागेको थियो। यस रातले एउटा सामान्य दम्पतिलाई असाधारण यात्रातिर धकेल्न लागेको थियो।
रात ढलिसकेको थियो। पहाडका टुप्पामा फैलिएको चन्द्रमाको हल्का उज्यालो गाउँभरि झरेको थियो। घर घर बत्ती निभिसकेका थिए र हावा पनि अस्वाभाविक रूपमा शान्त थियो, जस्तै कुनै ठूलो घटना हुन लागेको सङ्केत गर्जिएको होस्। हिराबहादुर र मैनाकल्ली पनि गोठमा बसेका थिए, कालो सानोलाई सुमसुम्याउँदै। आजको दिनभरि कालो सानो केही अस्वाभाविक देखिएकी थिइन्। कहिले त छटपटाइरहेकी, कहिले शान्त भएर गहिरो सास फेर्दै। दुवैले त्यसलाई प्रसव नजिकिएको सङ्केत मानेका थिए। अचानक गोठको बाहिरबाट एक किसिमको कान ठाडो पार्ने आवाज आयो, जस्तै चर्को हावा ढुङ्गाको भित्तामा ठोकिएर फर्किएको होस्। पहाडतिरबाट साना साना पातहरू उड्दै बग्न थाले। मैनाकल्ली चकित हुँदै उठिन्। यो रात अचानक किन यति डरलाग्दो भयो? हिराबहादुरले गोठको किवाड आधा खोलेर बाहिर हेरे। आकाशमा बादल थिएनन्, तर अचम्मको चमक देखिन्थ्यो, जस्तै नीलो र सेतो घाम मिसिएको होस्। हावा बलियो बन्दै गयो, गोठको छानो हल्का हल्लियो। त्यही बेला कालो सानोले एकदमै गहिरो, वेदनाले भरिएको आवाज निकालिन्। दुवैजना एक आपसमा हेरे। समय भइसकेको थियो। मैनाकल्ली, पानी ल्याऊ, सुक्खा कपडा ल्याऊ। मैनाकल्ली छिटो छिटो घरभित्र पसिन्। कन्टेनरको पानी, कपडा अनि एउटा पुरानो ढकिया लिएर आइन्। कालो सानोले अर्को चिच्याइदिए। उसको आँखा तातेको थियो, शरीर कामिरहेको थियो। हिराबहादुरले गाईको टाउको समाउँदै कोमल स्वरमा भने, डराउनु पर्दैन है छोरी, धैर्य गर, हामी तिमीलाई केही हुन दिँदैनौ। बाहिरको हावा झन बलियो हुँदै गयो। गोठको झ्यालबाट निलो प्रकाश भित्र छिर्न थाल्यो। मैनाकल्ली अचम्ममा परिन्। यो कसरी सम्भव? हिराबहादुर पनि अचम्भित भए, तर उनीहरूको ध्यान कालो सानोमै थियो। केही क्षणपछि गाईको शरीर अझै बलियो तरिकाले हल्लियो र अन्ततः एउटा नयाँ जीवन भुइँमा ढल्यो। सानो, कोमल र भिजेको बच्चो। तर तुरन्तै दुवैजना चकित परे। बच्चाको टाउकोको बीचमा गोलाकार हल्का नीलो प्रकाश झल्किरहेको थियो, जस्तै आकाशबाट आएको कुनै धागोले छोइरहेको होस्। उसले पहिलो सास फेर्दा बच्चाको वरिपरि हल्का चमक फैलियो। मैनाकल्ली त डर र चकित दुवै भएपछि छेउमा बसिन्। हिरा, यो त सामान्य बच्चो होइन, यो उज्यालो, यो चिन्ह हो कि यो सपना हो? हिराबहादुर पनि एकछिन केही बोल्न सकेनन्। उनीहरूका जीवनमा यसअघि धेरै कठिनाइहरू आएका थिए, तर यस्तो आश्चर्यजनक घटना कहिल्यै देखेका थिएनन्। केही क्षणपछि गोठभित्रको उज्यालो कम हुँदै गयो, तर बच्चाको टाउकोको उज्यालो भने कतै हराएन। त्यो चिन्ह आँखा जुदाउँदा पनि मनमा शान्ति ल्याउने किसिमको थियो। मैनाकल्लीले बच्चालाई बोकेर सुक्खा कपडाले मेटिदिइन्। उसलाई स्पर्श गर्दा धेरै वर्षपछि पहिलो पटक मैनाकल्लीको आँखाबाट आँसु झर्यो, डरको होइन, आशाको। हिरा, यो त भगवानकै वरदान हो जस्तो लाग्छ। हिराबहादुरले गहिरो सास फेरे। सायद हाम्रो निस्वार्थ माया सुनेर प्रकृतिले हामीलाई यो दिन दिएको हो। बाहिरको हावा पनि अचानक थामियो। आकाश फेरि सामान्य रात झैं देखिन थाल्यो। गोठको वरिपरि फैलिएको अजीब नीलो सेतो चमक हराउँदै गयो। सबै कुरा पूर्ववत भयो, तर दम्पतिको मनभित्र भने कुनै ठूलो परिवर्तन भइसकेको थियो। थकित कालो सानो शान्त भएर बच्चालाई चाट्न थाले। त्यो दृश्य हेर्दा मैनाकल्लीको मनमा अचम्मको भाव उठ्यो। जसरी हामी कालो सानोलाई छोरी जस्तै हेर्छौं, उसले पनि यस बच्चालाई त्यसै माया दिइन्। हिराबहादुरले दैलो बन्द गरे र आकाशतिर एक नजर हेरे। रात पनि अचम्मकै भयो, मानौ हामीलाई कुनै सङ्केत दिइरहेछ। गाउँमा यस्तो घटना कसैले सुनेका थिएनन्। नीलो उज्यालो, हावाको अनौठो बेग र यस्तो चिन्ह भएको बच्चो जन्मिनु सबै अचम्म। तर दम्पतिले डरभन्दा बढी कृतज्ञता महसुस गरे। उनीहरूलाई लाग्यो यो बच्चो सिर्फ जनावर होइन, उनीहरूको जीवन बदल्ने कुनै दूत हो। रात निकै ढिस्किँदै गयो। गोठभित्र अब शान्ति थियो। कालो सानो आफ्नो बच्चासँग सुतिरहेको र बच्चाको नीलो झल्कोले गोठ हल्का चम्किरहेको। दम्पति एक आपसमा हेरे। अब हाम्रो जीवन पुरानो जस्तो रहने छैन मैनाकल्ली, हिराबहादुरले बिस्तारै भने। मैनाकल्लीले उसको हात समाउँदै उत्तर दिइन्, जुनसुकै परिवर्तन आओस्, हामी सँगै सामना गर्छौं। आज रात चमत्कार हाम्रै घरमा जन्मियो। र उनीहरूलाई थाहा थिएन यो सुरु मात्रै हो। आगामी दिनहरूमा त्यो बच्चो गाउँलाई चकित पार्ने थियो। बच्चो जन्मिएको दोस्रो दिन बिहान गोठभरि असाधारण शान्ति थियो। कालो सानो पहिले भन्दा बढी ताजगी लिएर उठी। बच्चो उसको पेट मुनि लुकिरहेको थियो।
तर टाउकोमा भएको नीलो चमक अझै पनि मधुर रूपमा झल्किरहेको थियो। मैनाकल्ली ढोका खोलेर भित्र छिरेपछि उनी केही सेकसम्म निर्धक्क उभिए। कसरी एउटा सानो जनावरले यति तेज, यति पवित्र उज्यालो फेर्न सक्छ? हीरा, हेर त त्यो चिनो अझै छ। हीरा बहादुर मुस्कुराए। पहिलो पटक यस्तो मुस्कान जसमा आश्चर्यभन्दा धेरै गर्व मिसिएको थियो। यो त भगवानको देन हो मैनाकल्ली। कालो सानोले त हामीलाई आशीर्वादै दिएछ। त्यो दिनदेखि कोठमा चमत्कारहरू देखिन थाले। प्रत्येक बिहान दम्पतिले दूध निकाल्न थालेपछि अचम्म लाग्न थाल्यो। जहाँ पहिले 2-3 लिटर निस्किन्थ्यो, त्यही गाईले 5-6 लिटर दिन थालिन्। बुढी गाईहरू पनि जवान जस्तै ताजा देखिन्थे। दूधको स्वाद त त्यो भन्दा पनि अचम्म, मिठास, ताजगी अनि अचम्मको सुगन्ध। पहिले दूध किन्नेहरू चकित परे। आजको दूध किन यति मिठो? यो त औषधि जस्तै छ, कहिल्यै नपाएको स्वाद। दम्पति एक अर्कालाई हेरेर मुस्कुराउँथे। यो सबै बच्चाको चिनोको कारण हो, मैनाकल्ली भन्थिन्। हीरा बहादुर भने सधैँ नम्र थिए। हामीलाई जे मिल्यो दयाले मिल्यो। अब यो खाएर अरूलाई पनि लाभ होस्। गाउँभरि नै यो खबर फैलिन धेरै समय लागेन। छिमेकी गाउँका मानिसहरू पनि दूध किन्न आउन थाले, तर दम्पतिले कहिल्यै मूल्य बढाएनन्। बरु उनले भन्थे, यदि घरमा बिरामी छन् भने पैसा नदिए पनि हुन्छ, दूध लैजानु। यही उदारता, यही नम्रता यिनीहरूले कहिल्यै छोडेनन्। तर त्यही समयमा गाउँमा ठूलो विपत्ति आइलाग्यो। गर्मी सुरु भएको केही हप्तामै गाउँभरि एक अज्ञात रोग फैलियो। मानिसहरू ज्वरोले थलिने, शरीर दुख्ने, खोकी आउने र दिनदिनै हालत कमजोर हुँदै जाने। डाक्टर त टाढाको बजारमै मात्र थियो। औषधि ल्याउन पनि धेरै खर्च र धेरै समय लाग्थ्यो। गाउँका धेरै परिवार चिन्ताले रातदिन रुँदै बसे। केहीले त आफ्नो घरको सदस्य गुमाउन थाले। के गर्ने? बच्चाहरू कसरी बचाउने? रोग फैलिँदैछ भगवान। गाउँमा निराशा झनै गहिरिँदै गयो। यतिखेर मैनाकल्लीले केही अनौठो कुरा देखिन्। गोठमा बसेको बच्चु कहिल्यै अशान्त भएन, कहिल्यै डराएन। बरु ऊ जेठो बच्चु जस्तै मजाले दौड्थ्यो। अनि जति नजिक आउँथ्यो, गाउँका मानिसहरूले कुनै एक प्रकारको सहजता महसुस गर्थे। एक दिन एक छिमेकी महिलाले सास फुल्दै दम्पतिको ढोका ठकठक्याइन्। दाई, दिदी, दया गरिदिनुहोस्, मेरो छोराको ज्वरो 3 दिनदेखि झर्दैन, खानै सकेको छैन। यदि तपाईँले दिएको दूधले अरूलाई निको पार्यो भने कृपया उसलाई पनि। मैनाकल्लीले तुरुन्तै कमलामा तातो दूध भरिन्। ल छोरी, यो पिउन देऊ, यो दूधमा भगवानको स्पर्श छ। त्यसो भनेर मात्र होइन, उनले बच्चाको टाउको छुने उज्यालो चिनोको बारेमा केही बताइनन्, किनभने उनीहरू गर्व गर्न चाहँदैनथे। बस उनीहरूले असल कर्मलाई ठूलो कुरा बनाउनु पर्दैन ठाने। अघिल्लो बिहान छिमेकी महिला फेरि आइन्, तर यसबाट उनको रोदन निराशा होइन। दिदी, मेरो छोरो उठ्यो, उसले खाना माग्यो, उसको ज्वरो पनि धेरै घट्यो। मैनाकल्ली र हीरा बहादुरले एक अर्काको हात समाते। यो चमत्कार उनीहरूले पहिलो पटक अरूको आँखामा देखे। त्यसपछि गाउँका मानिसहरू बिस्तारै दम्पतिको घरतिर लाइन लाग्न थाले। कसैको सानो बच्चो ज्वरोले थकिएको, कसैको बुढाबुबा सास फेर्न गाह्रो, कसैको श्रीमती दिनभरि थकित। हीरा बहादुरले सबैलाई दूध बाँडे। किन पैसा दिनु? रोगका समयमा पैसा के काम? निको हुनु नै ठूलो कुरा हो। कसैले आग्रह गरे, हामीले दिन्छौँ दाइ। तर हीरा बहादुर मुस्कुराए, निस्वार्थ कामलाई मूल्य नलागोस्। एक हप्ता नबित्तिकै गाउँभरि आश्चर्यजनक परिवर्तन आयो। जसले बच्चाको गोठको दूध पिए सबै निको हुन थाले। बिरामी बिस्तारै उठ्न थाले, खाना माग्न थाले र गाउँमा फेरि जीवन फर्कन थाल्यो। गाउँका बुजुर्गले भने, यो कुनै सामान्य चमत्कार होइन, यो दम्पतिको मनको पवित्रता हो। भगवानले मन सफा हुनेलाई नै चमत्कार दिन्छन्। गाउँभरि दम्पतिको सम्मान बढ्न थाल्यो, तर उनीहरू सधैँ जस्तै नम्र नै रहे। उनीहरूले भने, हामी त गाई पालक मात्र हौं, काम त भगवानकै हो। उनीहरूलाई थाहा थिएन, उनकै सफलताले केही मानिसहरूको मनमा अब लोभ पलाउन लागेको थियो। गाउँमा यो घटनापछि निकै ठूलो तरङ्ग फैलियो। गाउँलेहरूका मनमा उत्सुकता, आश्चर्य र शङ्का
तिनै भाव मिसिएर उठ्न थाले। कसैलाई लाग्थ्यो यो त भगवानको चमत्कार नै हो, कसैलाई लाग्थ्यो यस्तो कुरा त कहिल्यै सुनेको पनि छैन, कतै आँखै त छलेको होइन। तर जसले पनि त्यो बुढी आमालाई देखेका थिए तिनले एउटै कुरा भन्थे, बुढीको आँखामा अचम्मको चमक थियो, जस्तो केही गहिरो रहस्य लुकाइरहेको होस्। गाईको दुध पहिले भन्दा दोब्बर, कहिलेकाहीँ त तेब्बर हुन थाल्यो। दुध बेचेर आएको पैसाले बुढाबुढीले घर मर्मत गर्न थाले। फत्किएको छानो फेरिए, भित्तामा नयाँ लेप लाग्यो। बाटो हिँड्ने मानिसहरूले उनको घर हेरेर भन्थे, अनि हेर्नुस् त यी बुढाबुढीलाई, अहिले त उनीहरूको घर श्री सम्पत्तिले भरिएको जस्तो चम्किएको छ। तर बुढाबुढीको मनमा अहङ्कार कहिले आएन। उनीहरूले अझै पनि गाईलाई पहिले झैँ नै माया गर्थे, न त दुर्व्यवहार गर्थे न कठोर बोल्थे। बुढी बिहानै उठेर गाईलाई स्नान गराउँथिन्, बुढोले हरियो घाँस ल्याइदिन्थ्यो। गाईले पनि उनीहरूलाई बुझे जस्तो गर्थिन्। बुढी बोल्न साथ मुख उठाएर सुन्थिन्, नजिकै गएर न्यानो हेराइले निहाल्थिन्। यति सबै हुन थालेपछि एउटै कुरा गाउँभरितिर फैलियो, ती गाई साधारण होइनन्, देवताको दूत हो। यसैबीच गाउँका केही लोभी मानिसले भने मनमनै षड्यन्त्र बुन्न थाले, यति धेरै दूध आउने गाई त हाम्रो हातमा पर्यो भने कति राम्रो हुन्थ्यो। उनीहरूमध्ये गोर्खे बाहुन, हरिमान सिंह र दमाई सहरिया सबैले एउटै योजना बनाएका थिए, गाई चोर्नु। एक साँझ उनीहरूले मौका पक्रन खोजे। आकाशमा बादल लागेर वर्षा झर्ने सङ्केत थियो। यस्तो मौसममा गाउँलेहरू चाँडै घरभित्र पस्थे, कसैले केही शङ्का पनि गर्दैनथे। आज रात छोपछाप परेको छ, यही मौका छ भन्दै गोर्खेले आफ्नो योजना अघि बढायो। सबैसँग टर्च, दोहरी र मुख छोप्ने कालो कपडा थियो। तर बुढाबुढीलाई थाहा नै भएन, पहाडको यो निर्जन कुनामा लोभले भरिएका मानिसहरू उनीहरूको गाईका लागि सुरक्षित वातावरण भत्काउन लागेका थिए। त्यो रात गाउँ एकदमै शान्त थियो, कुकुरहरू पनि भोकिरहेका थिएनन्। आँगनमा गाई मस्त निदाएकी थिइन्। बुढाबुढी घरभित्र ओढानामा लम्पसार परेका थिए। बाहिर गोर्खेको टोली हतारिँदै गोठतर्फ अघि बढ्दै थियो। चिल्ल, ट्यासी, गा। ढोका खोलेका बित्तिकै एउटा आवाज आयो। सबै डराए। हे, यो शब्द गाईबाट आए कि? हरिमानले फुसफुसाएको आवाजमा भन्यो। नभन्नुस्, त्यो त चेतावनी जस्तो लाग्यो, दमाईले काँपिरहेको स्वरमा भन्यो। गाई उठिसकेकी थिइन्। टल्लक्कने दुई आँखाले उनीहरूलाई घुरेर हेर्दै थिइन्। अचानक गोठभित्र हल्का सुनौलो उज्यालो चम्कियो। तिनैजनाले एक आपसमा हेराहेरी गरे। हे, यो त मानिस होइन, गाई होइन, कस्तो शक्ति हो यो? तर लोभी मनलाई आफू गलत छ भन्ने कुरा बुझ्नै सकेन। गोर्खेले फुसफुसाउँदै भन्यो, ल डोरी हान, एउटै झट्कामा निकालिदिन्छौँ। तर गाईले नरम तर अत्यन्त गहिरो आवाजमा बोल्यो, किन आएको? किन मेरो मालिकलाई पीडा दिन चाह्यो? शब्द सुनेर ती तीनैजनाको घाँटी सुक्खा भयो। गाईले बोल्यो, यो त देवदूत पो हो। गोर्खेको हातबाट डोरी खस्यो। हरिमान सिंह डराएर भुइँमा बस्यो। दमाई त डरले रोयो। त्यसैले पनि गाईले थप भन्यो, जुन मनमा लोभ हुन्छ त्यो मन कहिल्यै शान्त हुँदैन। जसले माया गर्छ म उसैको भक्त बनिन्छु। लोभमा अन्धा भएर आउँछौ भने तिमीहरू आफै अन्धकारमा हराइनेछौ। त्यो शब्द सुनेर गोर्खेको शरीर सख्त काप्न थाल्यो। हामी क्षमा चाहन्छौँ गाई अम्मा, हामीले गल्ती गरेका छौँ। तिनैजनाले माफी माग्दै गोठबाट भागे। यति छिटो भागे कि कसको टाउको कहाँ पर्यो थाहा भएन। त्यो बिहान बुढाबुढी उठ्दा गोठ वरिपरि बुट्टा, डोरी र टल्कने टर्च फेला परे। उनीहरूले केही बुझेनन्। बुढीले गाईको मुख सुमसुम्याउँदै सोधिन्, बोल न बाबु, राति के भयो? गाईले शान्त तर गम्भीर दृष्टिले बुढीलाई हेरी, मानौ केही नभएको जस्तो गरी फेरि घाँस चपाउन थाल्यो। तर गाउँका ती तीनजना दोषी भने बिहानदेखि नै गाउँमा मुख हेर्न नसक्ने अवस्थामा थिए, डरले, लाजले र पश्चातापले। यसरी बुढाबुढीको दाई मात्र दुध दिने जनावर होइन, एक अद्भुत संरक्षक, आशीर्वाद र कसै कसैका लागि चेतावनी साबित भइसकेकी थिइन्। गाउँमा गाईको चमत्कार बारे चर्चा फैलिँदै जाँदा वातावरण नै परिवर्तित भइरह्यो। जसले गाईलाई देख्थे उनीहरूले यसको आँखामा केही गहिरो अलौकिक शक्ति महसुस गर्थे। बुढाबुढी पनि आफ्नै जीवनमा आएको परिवर्तनले एकछिन तङ्ग पर्थे।
दूध दोब्बर, पैसा बढ्दै, घर सुधारिँदै, तर उनीहरूको मनमा दानवीरता, कृतज्ञता र विनय भाव कहिल्यै घटेन। राति गाईले 3 जना चोरलाई दिएको चेतावनीबारे गाउँमा निकै हल्ला चल्यो। कोही भन्थे यो साँचो हो, कोही भन्थे गणन्ते कुरा छ। तर 3 जनाको बोली बन्द, डरले ओठ गाँसिएर बसेकाले धेरैले त्यसलाई विश्वसनीय मान्न थाले। गाउँका बालबालिकाले त गाईलाई देवताको रूपमै हेर्न थाले। बिहान बिहानै गाई पालिएका बुढाबुढीको घरतिर बाटो लाग्थ्यो र गाईलाई रङ्गीन फूल चढाउँथे। थोरै समयमै गाउँमा एउटा नयाँ समस्या उठ्यो। लगातार वर्षा नहुँदा बोट बिरुवा सुक्न थाले। धानका बाला पहेँलो पर्दै झुल्न थाले। खोल्सामा पानी कम हुँदै गयो र खेतमा दरार पर्न लागे। गाउँका किसानहरू चिन्तित भए। पत्रो हेर्दा पनि वर्षा आउने आशा कम थियो। गाउँमा कोही डायन, कोही धामी झाँक्री गर्न आए, तर मौसम बदल्न सकेन। गाउँकै बुढा गोठालाले एक दिन गाउँ भेला बोलाएर भन्यो, हामीले यहाँसम्म गाईको चमत्कार देख्यौं। यो गाउँ टार्न गाईकै आशीर्वाद चाहिन्छ। गाई देवदूत हो भने त्यो हाम्रो पीडा बुझ्छ, त्यो हामीलाई जोगाउँछ। गाउँलेहरू एकमत भए। गाई भएको आँगनमा भेला बस्ने र गाईको वरिपरि पूर्ण श्रद्धाले प्रार्थना गर्ने। कुनै धामी झाँक्री बोलाइएन, कुनै तान्त्रिक कागज उठाइएन। सधैँ जस्तो नै साधारण आँगन, गाई र बुढाबुढी मात्र। भेलाको दिन बिहानैदेखि गाउँभरि धूप, बत्ती, फूल, रानी, शुद्ध मनले भरिएको वातावरण बन्यो। मानिसहरू गाईको अगाडि टाउको निहुराए बसे। बुढाबुढीले घाँस चढाए, पानी चढाए र हात जोडेर बिन्ती गरे, हाम्रो गाउँ बचाइदेऊ, धान सुक्दैछ, खोल्सा सुक्दैछ, तिम्रो कृपा थिएन भने हामी सबै सङ्कटमा पर्छौं। गाई बिस्तारै उठी। यसको आँखामा फेरि त्यो उही सुनौलो चमक देखा पर्यो। आकाशमा बादल नभए पनि अचानक हल्का चिसो हावा चल्यो। गाउँलेहरू दङ्ग परेर हेर्दै रहे। गाईले एक कदम, फेरि अर्को कदम, अनि खेततिर हेरिकन गहिरो आवाज निकाल्यो। पोखरी जस्तै मौन वातावरणमा त्यो आवाज निकै बलियो सुन्यो। फेरि दूर दूरसम्म आकाशमा बादलको टुक्रा जम्मा हुन थाले। गाउँलेहरू दङ्ग परेर हेरिरहेका थिए। यो वर्षा त आउन लाग्यो। आकाश एकछिनमै कालो भयो। हावा तीव्र चल्यो। बुढाबुढीले आकाशतिर हेरेर गाईको सुमसुन्याउँदै भने, धन्यवाद बाबु, हाम्रो गाउँ बचाइदिन्छौ है। केही मिनेटपछि वर्षा सुरु भयो। पहिरो थोपा परेपछि सबै गाउँलेहरू खुसीले रोए, हाँसे, एकअर्कालाई अँगाले। खेतबारी वर्षाको पानीले भिज्न थाले। सुस्केर छोएको हावा फेरि बदल्न थाल्यो। वर्षाले गाउँको बोझ हल्का बनाइदियो। मानिसहरूले गाईलाई धन्यवाद दिन गाउँभरि फूल चढाए। त्यो दिन गाउँमा ठूलो पर्व जस्तै माहौल बन्यो। गाईको चमत्कारले बुढाबुढीको मात्र होइन, सारा गाउँको जीवन बदलियो। अब कसैले पनि गाईलाई साधारण प्राणी ठान्न सकेन, न त कसैलाई लोभ पलायो। चोरहरूले पनि गाउँ भेला बोलाएर सबैसँग माफी मागे। हामीलाई लोभले अन्धो बनायो, गोर्खेले रुँदै भन्यो। गाउँका सबै मानिसहरूले उनीहरूलाई माफी दिए, किनकि गाईले उनीहरूलाई सजायो होइन, चेतावनी दिएको थियो। समय बित्दै गयो। वर्षामा धान फस्टायो, खडी भाइन, गाउँ तराई जस्तै हरियालीले भरियो। बुढाबुढीको घर पनि शान्ति र समृद्धिले झल्किने केन्द्र बन्यो। मानिसहरू समस्यामा परे ती गाईको आँगनमा आइरहन्थे, मन हल्का बनाउन, केही समय बस्न, आशा पाउन। बुढाबुढीले भने सधैँ एउटै कुरा भन्थे, हामीलाई केही थाहा छैन, गाईले जानेको छ, हामी त बस माया दिन्छौँ। अन्तिममा धेरै वर्षपछि बुढाबुढी यस संसारमा रहेनन्। उनीहरूको कथा लोककथामा बदलियो, गाई पालक दम्पतिको चमत्कार। यस नामले कथा पुस्तौँलेसी सुनाइयो। गाईलाई प्रेम, श्रद्धा र कृतज्ञताका साथ हेर्न सिकाइयो। आज पनि त्यो गाउँमा एउटा भनाइ प्रचलित छ, माया गरिएको प्राणी कहिल्यै असहाय हुँदैन, चमत्कार पनि हुन्छ।